सल्यानको शारदा नगरपालिका 5 तल्लो मार्केमा रहेको जनकल्याण आधारभूत विद्यालय केही वर्ष अघि नै बन्द हुने अवस्थामा पुगेको थियो। तर नगरपालिकाको शिक्षा सुधार अभियान, शिक्षकको सक्रियता र समुदायको सहभागिताले आज यही विद्यालय जिल्लाकै नमुना विद्यालय बन्ने दिशामा अघि बढेको छ। एक समय जीर्ण भौतिक संरचना, विद्यार्थी अभाव र कमजोर पठन पाठनका कारण बन्द हुने अवस्थामा पुगेको जनकल्याण आधारभूत विद्यालय अहिले पूर्ण रूपले परिवर्तन हुँदैछ। शारदा नगरपालिकाले सञ्चालन गरेको समग्र शिक्षा सुधार अभियान, शिक्षकहरूको निरन्तर सक्रियता र स्थानीय समुदायको सहयोगपछि विद्यालयमा सुधार देखिएको अभिभावकको अनुभव छ। बस्ने ठाउँ धुलै धुलो भएको, त्यहाँदेखि टिचरहरू पनि दुईटा टिचर एउटा टिचर भएको त्यो अवस्था थियो। कोही टिचर नआइदिने त्यस्तो अवस्थाले गर्दा विद्यार्थी यहाँ पढ्ने मन नलगाउने, बोर्डिङतिर जाने। पहिलेको भन्दा अहिलेको एकदम अवस्था धेरै सुधार भएर एकदम नगर या जिल्लाकै नै उत्कृष्ट विद्यालय भएको छ। पढाइहरू खासै राम्रो थिएन सर, त्यस कारण सर हामीले सबै विद्यार्थीहरू बोर्डिङतिर लगेर राखेका थियौँ सर। त्यसपछि फेरि सर बिस्तारै अब किन सर आउनु पढाइ राम्रो छ भनेर फेरि हामी सबै बालबच्चाहरू यतै राखेका छौँ। 2046 सालमा स्थापना भएको यस विद्यालयमा बाल विकासदेखि कक्षा 5 सम्म पठन पाठन हुन्छ। 2 वर्ष अघि जम्मा 6 विद्यार्थी मात्रै रहेको विद्यालयमा अहिले 95 विद्यार्थी अध्ययनरत छन्। स्वयं शिक्षा सुधारको प्रत्यक्ष परिणाम हो। विपन्न तथा असहाय बालबालिकालाई शिक्षा पहुँचमा ल्याउन विद्यालयले जिल्लामै पहिलो पटक आधारभूत तहमै छात्रावास सञ्चालन गरेको छ। भाडाको घरमा सञ्चालन भइरहेको छात्रावासमा अहिले 31 जना बालबालिका बसिरहेका छन्। बसोबास, खाना, कपडा, स्वास्थ्य सेवा पूर्ण रूपमा निशुल्क व्यवस्था विभिन्न निकायको सहयोगमा गरिएको छ। पहिला हामीसँग त 6 जना विद्यार्थी र भौतिक संरचनाहरू एकदम जीर्ण अवस्थामा, तपाईँको चाहिँ 2वटा भवन चाहिँ एकदम ढल्न लागेको अवस्थामा थियो। अभिभावकलाई बुझाउँदाखेरि उहाँले सक्रिय विद्यार्थी पठाउनु भयो र हामीले शैक्षिक गुणस्तरको लागि पनि थुप्रै चाहिँ कामहरू गऱ्यौँ। 2वटा मात्रै दरबन्दी थियो अनि नगरपालिकाले हामीलाई अहिले चाहिँ 5वटा त थायी दरबन्दी नै व्यवस्थापन गरिदिएको छ। त्यो गर्दाखेरि पठन पाठनमा गुणस्तर वृद्धि हुँदै जाँदाखेरि अहिले हामीसँग 95 जना विद्यार्थी पुगेका छन् र भौतिक संरचनाका हिसाबले पनि हाम्रो विद्यालयमा सबै विद्यालयका भवनहरू हामीले चाहिँ परिवर्तन गर्यौं। शारदा नगरपालिकाले विद्यालयको जीर्ण संरचना सुधार, शिक्षक अभाव समाधान र गुणस्तर वृद्धि अभियानलाई प्राथमिकतामा राखेको छ। नगरपालिकाको लक्ष्यसँगै जनकल्याण विद्यालयलाई नमुना विद्यालय बनाउने उद्देश्य अन्तर्गत हाल भाडामा रहेको छात्रावासलाई आफ्नै भवनमा सार्ने योजना अघि बढेको छ। न्यून बजेटमै भवन निर्माण सुरु गरिएको र आगामी वर्षभित्रै कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ। बन्द हुन आँटेका विद्यालयहरू हामीले सबै सञ्चालनमा ल्यायौँ। यो शारदा नगरपालिकाको यो तल्लो मार्गमा रहेको विद्यालय अत्यन्त जीर्ण र चाहिँ विद्यार्थीहरू जम्मा 6 जना भएको विद्यालय र यहाँका चाहिँ सबै चाहिँ समुदायहरूलाई मर्ज गर्नुपर्छ भन्ने थियो र यहाँको जनसमुदायलाई हामीले चाहिँ उजागर गर्यौँ, शिक्षकहरू परिवर्तन गर्यौँ र चाहिँ शिक्षक सरुवा गराएर यहाँ दरबन्दी बढी थप्यौँ र चाहिँ बढीभन्दा बढी मेहनत यसमा चाहिँ हामीले गरेपछि भौतिक पूर्वाधारको सुधार गर्यौँ। समुदाय, विद्यालय र नगरपालिकाको संयुक्त पहलले 2 वर्ष अघि बन्द हुने अवस्थामा पुगेको विद्यालय आज जिल्लाकै नमुना विद्यालय बन्ने दिशामा अघि बढिरहेको छ। शिक्षामा गरिएको यो निरन्तर लगानीले स्थानीय बालबालिकाको भविष्य उज्जवल हुने अपेक्षा गरिएको छ। सल्यानबाट अमृत बाबु बुढाथोकीको रिपोर्ट।